हाई गाइज, आज चाहिँ हामीलाई बेबी सावरमा इन्भाइट आएको छ। सो रेडी भएर जाँदैछौँ। म प्रेग्नेन्ट हुने बेला चाहिँ मैले पनि बेबी सावर गर्ने प्लान गरेको थिएँ। डेकोरेसनको सबै सामानहरू पनि मगाइसकेको थिएँ। तर लास्टमा बेबी सावर गर्ने भन्ने डेटभन्दा 1 हप्ता अगाडि नै इमर्जेन्सी डेलिभरी गर्नुपर्ने भएकोले मेरो चाहिँ प्लान क्यान्सल भएको थियो के। सो आज आफ्नो नभए पनि साथीको बेबी सावरमा यसरी पार्टिसिपेट हुन पाउँदा चाहिँ मलाई एकदमै खुसी लागेको छ। साथीको रिलेटिभ्सहरूले चाहिँ आफ्नो बच्चाहरू पनि ल्याउनु भएको थियो। सबैजना कस्तो क्युट क्युट थियो क्या। अलि ठुलो ठुलो बच्चाहरू देख्दाखेरि चाहिँ मलाई पनि मेरो बच्चा कहिले त्यत्रो हुन्छ होला जस्तो लागिरहेको थियो। डेकोरेसन चाहिँ सानो चिटिक्क राम्रो गरेको रहेछ। केक काट्ने, गिफ्ट दिने अनि फोटोसोटो खिच्ने कार्यक्रम सकिसकेपछि चाहिँ मेरो बाबुको सुत्ने टाइम भइसकेको थियो। सो म चाहिँ खाना खाएर घरतिर फर्किहालेँ। अरू साथीहरू चाहिँ बिस्तारै इन्जोय गरिरहनु भएको थियो। घर आएर बाबुलाई सुताएर यसो ऐनामा हेरेको, मेकअप त अझ पनि यस्तो राम्रोसँग बसिरहेको रहेछ क्या। मलाई त मुख धुन मनै लागेको थिएन। हजुरहरूलाई पनि कहिलेकाहीँ यस्तै फिल हुन्छ कि हुँदैन गाइज, कमेन्ट गर्नु ल।